हामी अहिले पुग्नुपर्ने ठाउँ चाहिँ गमगढी बजार भनेको तपाईँको यहाँ हो, ठ्याक्कै डाँडामा हो पुग्नुपर्ने। तर हामी अहिले यहाँ छौँ। यो 1 घन्टा नै लाग्ला जस्तो भइसक्यो, अँध्यारो भइसकेको छ। पुग्नुपर्ने त्यति तल छ। यो हातलाई चाहिँ लगेर त्यो आगोको भुङ्ग्रोमा अहिले लगेर हाल्यो भने पनि डढ्दैन होला 2-4 मिनटसम्म चाहिँ, त्यस्तो भएको छ हात। त्यति माथिबाट कताबाट आइयो। उकालो ख्यालख्यालमै हामी धेरै नै चढ्यौँ के। लगभग बजारबाट त 2 घन्टा मजाले चढियो। 1 घन्टा त्यहाँबाट भनेपछि त्यहाँबाट 1 घन्टा, लगभग 2 घन्टा भन्दा नि अझ बेसी जस्तो। गमगढी बजारबाट लगभग 2 घन्टा चढेर राराको पछाडिपट्टि पुग्यो। अगाडि त पुग्न पाइएन, राराको पछाडिपट्टि भए पनि घुम्यो पुग्यो है त रारा। यता जाने हो, गहिरोतिर यताबाट झर्ने हो। बाटो साटो थाहा छैन, अब जता पायो त्यतै कुद्ने हो है, अन्दाज गर्ने हिँड्ने होइन त। त्यो बाटो हिँड्ने, त्यो बाटोबाट यता छिर्ने, यता भित्रबाट अन्दाज गर्दै हिँड्दै हो। हामी पुग्नुपर्ने त्यो तल बत्ती बलेको ठाउँतिर हो, टक्कै गमगढी बजार मुगुको सदरमुकाम त्यही नै हो। हामी यति माथि छौँ, अझै निकै झर्नुपर्ने छ। लगभग आधी घन्टा भन्दा नि बेसी लाग्छ कि आधी घन्टामा पुगिन्छ। अझै हामी जानुपर्ने त्यो बत्ती बलेको ठाउँमा हो। बल्ल रोडमा ओर्ल्यौँ, अब त्यो रोडै रोड छ। अब यताबाट जानुपर्ने घुमेर। यति राति भइसक्यो, ट्याक्कै 1 घन्टा भयो हामी माथिबाट हिँडेको। अब 20 मिनट लाग्छ होला, अनि चाहिँ पुगिन्छ। थकानको पनि कुरा नगरौँ, भोकको पनि कुरा नगरौँ, उत्तानै पर्नेवाला भइसक्यो। अति नै थकाइ पनि लाग्यो। भोकको त झन् के कुरा गर्नु र। यो बिस्कुट कस्तो खालको, तितो खा त। तितो कस्तो कि एक्सपायर भइसक्यो। खाना चाहिँ खाइँदैछ, कस्तो बिस्कुट खाइँदैछ थाहा छैन। काठमाडौँमा 15 रुपियाँमा आउँथ्यो यो बिस्कुट, यहाँ 25 रुपियाँ पर्यो होइन। ढुङ्गालाई आए जस्तो पनि लाग्छ। कस्तो खालको बिस्कुट खायो हौ, के दिन्छ जस्तो हुन्छ। कस्तो गनाए जस्तो पनि लाग्यो अब त खाना खाँदै। अझै पुग्नुपर्ने त्यहाँ तल, यो माथिको डाँडामा आइपुग्यो। अझै रोड अझै घुमेर धेरै जानुपर्ने छ, अनि तल झर्नुपर्ने छ। बल्ल एउटा बिस्कुट चाहिँ भेटियो। ठिकै छ, जस्तै भए पनि खाइदिनु पर्यो अब।